अरे हिन्दीमा सुन्नु पर्छ नि इङ्ग्लिसमा दिन्छु यस नमस्ते गुड मर्निङ डेक्स सबैजनामा मेरो नाम प्रकाश चेता मेरो घर नेपाल धनुषा जिल्ला तमलपुर 1 हालको बस्दा सोइबामा के अरे कुवेतमा 12 वर्ष भयो डेक्सन सिस्टममा सायद 6 वर्ष हो आजभोलि गर्दा गर्दै आज यो जति पनि यो हलमा उपस्थित हुनुभएको छ तपाईँ सबैलाई गुड मर्निङ नमस्कार भन्न चाहन्छु किनभने यो समय भनेको अमूल्य समय हो हामी तपाईले यो फ्राइडे दिन भनेको हामीले बाहिर घुम्ने या समुद्रतिर टिकटक बनाउने समय हो तर हामीले यो समयमा केही सिक्छौँ केही बुझ्छौँ भनेर यहाँ आउनुभएको छ तपाईँ सबैलाई जोरदार ताली त्यही हाम्रो अग्रज ग्रेड लिडर्सहरू डेक्सनको निकाय टिमका लिडर्सहरू म्यामहरू सबैलाई जोरदार ताली भन्न चाहन्छु त्यही हाम्रो डेक्सन कम्पनीका फाउन्डर डाक्टर लिम सोजिनको लागि हाम्रो स्पोन्सर मलाई यो सिस्टममा अवगत गराउनु हुने मेरो स्पोन्सर रामदेवसँग धन्यवाद दिन चाहन्छु यस्तै यो कम्पनीका हाम्रो कन्ट्री म्यानेजर मुरली विनायकलाई धन्यवाद दिन चाहन्छु उहाँले धेरै साथ सपोर्ट दिनुहुन्छ सबै डेक्सन अल डेक्सन के अरे ब्रान्चमा जे जहाँ जति छ सबै उहाँले म्यानेज गर्नुहुन्छ आज मलाई यो मौका दिनुभयो मेरो जुन कार्यक्रम सञ्चालक डी मर्सलाई धन्यवाद दिन चाहन्छु मलाई यो मौका दिनुभयो आज मैले यो ब्रान्चमा 2 महिना ड्युटी काम गर्दाखेरि मैले 2 महिनापछि म यहाँ उपस्थित भएको छु उहाँले मौका दिनुभयो उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु मलाई आज आफ्नो एक्सपिरियन्स म कसरी डेक्सनमा आएँ डेक्सनमा हुन त अब आफ्नो सबै भोगाइ हो आफ्नो तरिका हो मैले कसरी आएँ अनि यो डेक्सनमा आएर मैले के पाएँ अनि अहिलेसम्म यहाँ टिक्नुको के कारण छ मैले पनि डेक्सनमा यो बिजनेस गर्न त यो आएको थिएन मैले पनि यो एउटा लेबर क्लासको के अरे भिसामा मैले पनि आएको थियो तर यहाँ शरीर अलि बिमारी हुँदाखेरि यो डिएक्सन पायो डिएक्सन पाउने क्रममा जस्तो कि मलाई शरीरमा यो खुट्टा सम्बन्धी मेरो समस्या थियो खुट्टा धेरै दुख्ने समस्या थियो मैले यहाँ प्राइभेट हस्पिटल सरकारी हस्पिटल सबै इलाज गराएँ यहाँसम्म मैले छुट्टी गरेर पनि इलाज गराएँ त्यहाँसम्मलाई ठिक भएन त्यसपछि हाम्रो यो स्पोन्सर हाम्रो आफ्नै मान्छे हो जुन रामदेव सरले उहाँले भन्नुभयो गानुजी मसाज ओइलको बारेमा छैन होला मसाज ओइल जुन गानुजी मसाज ओइलको बारेमा भन्नुभयो उहाँले यो लगाउनु भयो भने तपाईँले ठिक हुन्छ अनि मैले उहाँ कुरा जस्तो आज तपाईँ हामीले हाम्रो स्पोन्सरले भनेको कुरा एकैचोटि एकै दिनमा मान्नुहुन्न उहाँ कुरा मैले 3 महिनासम्म मानेको थिएन यो भनेको उहाँको भनाइ मलाई यो इङ्ग्लिस औषधिबाट डक्टरबाट ठिक नभएपछि कसरी यो मसाज ओइलबाट हुन्छ भने उहाँले फोटो बनायो मैले विश्वास गरेन 3 महिनासम्म विश्वास मैले गरेको थिएन त्यसपछि मसँग अर्को कुनै अप्सनै थिएन या इङ्ग्लिसतिर जा भनेको पैसा मात्रै जाने 1 हप्ता 10 दिनसम्म अलि नर्मल हुने त्यसपछि फेरि जस्तै हुन्थ्यो अनि त्यसपछि मैले उहाँको कुरा लास्टमा 3 महिनापछि उहाँको कुरा मैले सुने अनि यो डेक्सनको अफिसमा खोज्दै यता आएँ यो मसाज ओइल मैले लिएर गएँ लगाउँदै क्रममा मलाई 2 महिनासम्म त खास मलाई केही ठिक भएको महसुस भएको थिएन किनभने यो चिज भनेको हाम्रो आयुर्वेदिक हो यसले अलि बिस्तारै गर्छ ठिक यसले हामीले जुन आज लाउनु भयो भोलि लाउनु भयो 1 हप्तामा मलाई ठिक भयो भने त्यस्तो हुँदैन यसले समय लिन्छ तर समयमा हामीले हाम्रो लिडरले भनेअनुसार हाम्रो अङ्ग्रेजले भनेअनुसार हामीले युज गर्नुपर्छ उहाँको भनाइले मैले 2 महिना कटिसकेपछि मेरो यो समस्या थियो मलाई ठिक भयो त्यसपछि मलाई विश्वास भयो कि होइन यो पक्कै नै यो ठिक गर्छ किनभने मलाई यति समस्या भएको मान्छेलाई यो ठिक हुन्छ भने अरूको धेरै थुप्रै हाम्रो सर म्याडमहरू छन् यो समस्याबाट ग्रस्त भएको उहाँहरूलाई नै यो चिज बताउनुपर्छ उहाँहरूलाई नै चिज दिनुपर्छ त्यसपछि मैले यो विश्वास गरेर मैले अरूलाई दिन थालेँ जबसम्म मलाई ठिक भएको थिएन तबसम्म मैले अरूलाई मैले दिएको थिएन किनभने मलाई नै ठिक भएको छैन अरूलाई म कसरी दिने त्यही भएर हजुरहरूले पनि जुन प्रोडक्ट खानुहुन्छ जुन युज गर्नुहुन्छ पहिला आफै उसको फाइदा लिनुहोस् त्यसपछि फाइदा भएको उहाँलाई बताउनुहोस् किनभने अब आज लियो अनि भोलि हामीले दियो भने दिन ठिक हो दिन त्यो कुनै यो होइन तर हामीले त्यसको फाइदालाई बताउनुपर्छ त्यही भएर यो जुनसुकै प्रोडक्ट भयो भने हामीले पहिला आफै युज गर्नुहोस् त्यसपछि उहाँलाई अरूलाई साथीभाइले दिनुहोस्
त्यही क्रममा अझै प्रडक्टहरू अब हाम्रो यो फेसमा के अरे धेरै दागहरू थियो पहिला, त्यही क्रममा डिएक्सनको सोप मैले लगाएँ। डिएक्सनको सोप अब यो के अरे हाम्रो यो फेसमा अब यो बरेहरू एलर्जीहरू हुन्थ्यो, के अरे डन्डी फोरहरू थियो, चागा फोदहरू थियो, त्यो अब ठिक हामीले अब बाहिरतिर नै युज गर्थ्यौँ। तर यो डिएक्सनको सोपले उहाँले भनेको अनुसारले कम्तीमा हाम्रो लिडरको भनाइअनुसार किन सुरुमा जो कोही पनि नयाँ हुन्छ त्यसको बारेमा बुझ्नुपर्छ। 10 देखि 15 मिनट लाग्यो भने तपाईँको समस्या ठिक हुन्छ। उहाँकै भनेको अनुसारले मैले 10 देखि 15 मिनट फेसमा राख्छु बिहान बेलुका। मलाई 2-2.5 महिनामा मेरो यो पनि समस्या ठिक भयो। त्यस्तो किनभने जबसम्म मलाई यो समस्या ठिक भएन जुन गानुजी सोपले, तबसम्म मैले अरूलाई दिएन। त्यो कुरा सुन्नु है ध्यान दिएर, किनभने जुन प्रडक्ट मलाई ठिक भएको थियो त्यो ठिक भएपछि म मात्र अरूलाई दिन सेयर गरेँ। किनभने मलाई आफै विश्वास छैन भने म अरूलाई कसरी दिन सक्छु। त्यही भएर तपाईँहरू पहिला आफै युज गर्नुहोस्, त्यसपछि अरूलाई दिनुहोस्। पहिला आफै नगरेर अरूलाई दिनु भने तपाईँ फेल खानुहुन्छ। या बेच्नको चक्करमा गयो भने तपाईँ एकचोटि त बरु लिन्छ तर अर्कोचोटि लिँदैन। त्यही भएर जुनसुकै प्रडक्ट भयो भने तपाईँ एकचोटि पहिला आफै युज गर्नुहोस्, हप्ता दिन, 10 दिन, 15 दिन, त्यसपछि अरू साथीभाइले दिनुहोस्। उहाँलाई थाहा छ, उहाँले पहिले युज गरेको भने उहाँलाई दिनुहोस्, तर नयाँ छ भने अलिक बुझाएर दिनु होला। यस्तै अर्को प्रडक्टका म के अरे फाइदा बताउन चाहन्छु। लिची ब्ल्याक कफी 2 in 1। हुन त अब हामी बाहिरतिर नै कफी खान्छौँ। अब हामी कम्पनीमा छौँ, हाम्रो कम्पनीले नै बिहान बेलुका चिया दिन्छ। अब के अरे दुधवाला बिना दुधवाला, तर त्यो खाँदै जाँदा मलाई पेटमा अलि सुगरको जस्तो प्रब्लम भयो। सुगर अब कति % के थाहा थिएन, तर उहाँहरूले भन्नु कम्पनीको साथीहरू होइन तपाईँको सुगर भएको छ, तपाईँ जचाउनुहोस्। के जचाउनु, सुगर अब त्यति बेला अलि यङ भएको मान्छे के को सुगर छोडिदिनु। यहाँ डिएक्सन आइसकेपछि होइन बलाइ कफीले नै ठिक हुन्छ भने ठिक छ त खाउँ न त बलाइ कफी। बलाइ कफीले बिहान बेलुका मैले एउटा पुडी एक दिनमा एकचोटि बिहान बेलुका मिलाएर मैले 2 महिना जति खाएँ। बलाइ कफीको फाइदाले मलाई यो जुन सुगरको अलिकति बढेको, अब यसो लक्षणहरू धेरै हुन्छ। अब आफ्नो उसैले मलाई पिसाब हर 40 मिनट 45 मिनट आउँथ्यो पिसाब। अब दिन हाम्रो नाइट ड्युटी हुन्छ, अब प्लान्टतिर सुत्नै सक्दिनँ दिनमा नसुत्दै रातमा ड्युटी जान सक्दिनँ, अब्सेन्ट हुन्थ्यो। अब 30-40 मिनटभित्र पेसाब भयो भने कहाँ मान्छे सुत्न सक्छ। त्यही भएर मैले अब यो हाम्रो अग्रजहरू भन्नुको अनुसारले 2 महिना मैले कन्टिन्यू युज गरेँ। त्यसपछि 3 महिनामा मलाई यो समस्या ठिक भयो 100%। त्यसपछि मलाई अझै विश्वास बढ्यो, किनभने यो प्रडक्टले काम गर्छ भनेर। त्यसपछि मैले डिएक्सन कम्पनीका यो जति मैले प्रडक्ट युज गरेको त्यो प्रडक्टहरू मैले सेयर गर्न थालेँ। अब मलाई यो मसाज तेलले फाइदा गरियो, यो हाम्रो कफीले फाइदा गरियो, यो साबुनले फाइदा गरियो। यसले अब मलाई फाइदा गर्यो भने अरू साथीलाई पनि फाइदा गर्छ नि त। किनभने यो हाम्रो शरीर त सेमै हो, तर प्रडक्ट त भनेको सबैलाई सेम हो नि। त्यही भएर उहाँहरूलाई पनि बताउनु पर्छ यो चिज। अब मैले बताउने क्रममा उहाँहरूलाई कतिले मेरो कुरा सुन्यो, कतिले सुनेन, कतिले विश्वास गर्यो, कतिले विश्वास गरेन, त्यो आफ्नो ठाउँमा हो। तर मलाई फाइदा भइसकेको चिज म आफ्नो साथीको भाइलाई, रुमको, कम्पनीको, अब के अरे चिनजानको, कहिले गाउँको साथीहरूलाई मैले भन्दै जाँदाखेरि अब कतिले सुन्यो, जसले सुन्यो बुझ्यो त्यसले मेम्बर यसो जोइन गर्नुभयो, प्रडक्ट खान थाल्यो। त्यस्तै उहाँहरूले नि अब अहिले कोही स्टार एजेन्ट छन्, कोही मेम्बर छन्, कोही अब रुबी बनाएवाला छन्, कोही सुनेको मान्छे छैन, त्यो बाहिरतिर घुमेको छैनसम्म। त्यस्तो नि अब तपाईँलाई त्यस्तो हुन्छ, किनभने तपाईँले जतिलाई भनेको हुन्छ तपाईँ त्यति तपाईँको कुरा सुन्दैन, हाम्रो कुरा सुन्दैन। त्यही भएर त्यसको पिर नमान्नुहोस्। तपाईँ हामीले भन्दै जाने हो। अब 10 जनालाई भने 2 जनाले सुन्यो भने धेरै हो। त्यही भएर हामीले भन्ने हाम्रो काम हो, फाइदा बताउने हाम्रो काम हो, सुन्ने उसको काम हो। तर हामीले रियल बोल्ने हो, हामीले झुटो बोल्ने होइन। यस्तो भयो यस्तो भयो, जुन रियल हो त्यही चिज बोल्ने हो हामीले। किनभने यो रियल कम्पनी हो, रियल प्रडक्ट हो, रियल सिस्टम हो, रियल यो सब चिज हो, त्यो रियल बताउने हो। त्यही भएर हामीले अब यही काम हामीले अब यो बोल्दै जाँदै क्रममा आज डिएक्सन सिस्टमबाट स्टार एजेन्ट, स्टार रुबीसम्म मैले पुगेको छु। डिएक्सनलाई धन्यवाद दिनुपर्छ। एउटा लेबर क्लासको मान्छेलाई यहाँसम्म स्टार रुबीसम्म पुगाइदिनु भयो। यहाँ आज यो हलमा मैले बोल्दै क्रममा तपाईँहरू लाग्न सक्छ कि यो कति पढेको होला, त्यो नभए म पनि 8 क्लास पढेको मान्छे हो। मलाई सुरुमा यहाँ बोलाउँदाखेरि यो खुट्टा मलाई काम थियो, किन मलाई नबोलाइदिए हुन्थ्यो। हाम्रो अग्रज लिडरहरू धेरै छ, उहाँहरूलाई थाहा छ।
त्यसै एक दिन तपाईँहरूलाई नि यो सबैको मौका छ यहाँ बोल्ने, यहाँ के अरे तपाईँको अनुभव सेयर गर्ने, तपाईँलाई जुन फाइदा भएको सेयर गर्ने, तपाईँ कसरी डेक्सनमा आउनुभयो, तपाईँ के फाइदा पाउनुभयो, तपाईँ कहाँसम्म पुग्नु भएको, तपाईँको सबैको लागि हो। यो डेक्सन भनेको एउटा लेबर क्लासको मान्छेलाई नै एउटा राम्रो जुन अब मानौँ न अलि मान्छेलाई चिन्न खालको बनाइदिन्छ। अब हामीलाई 8 क्लास या 4 क्लास 10 क्लास मान्छेलाई केही भ्यालु छैन, तर यो डेक्सन सिस्टम आइसकेपछि अहिलेको पोस्ट स्टार रुपी हो। अझ स्टार रुपी कुवेतको मात्रै होइन, दुनियाँभरको लागि स्टार रुपी हो। त्यही भएर हामी यो मौका तपाईँ सबैको लागि हो। एउटा हामीले यो डेक्सनको प्रडक्ट मात्रै चेन्ज गरेर डेक्सनको हामी एउटा के अरे बाहिरको प्रडक्ट जस्तो हामी जुनसुकै प्रडक्ट लिन्छौँ भने त्यो बाहिरको कम्पनीले हामीलाई के दिन्छ, आजसम्म केही दिएको छ र? कसैलाई केही दिएको छ त भन्नु होला? दिएको छैन भने जस्तो हामी बाहिरको प्रडक्ट छोड्नलाई हामीलाई के को गाह्रो लाग्छ? गाह्रो मान्नु हुँदैन। अब लाइफ चेन्ज गर्नु छ भने तपाईँ बाहिरको प्रडक्टहरू छोड्नुपर्छ। जुनसुकै प्रडक्ट हो, तपाईँ अब दुध खानुहुन्छ, दही खानुहुन्छ, काजु खानुहुन्छ, किसमिस खानुहुन्छ, एप्पल खानुहुन्छ, अङ्गुर खानुहुन्छ, सबै छोड्नु होला मेरो विचारमा। किनभने मैले त्यही गरेको। अब काजु किसमिस एप्पल अङ्गुर खानुको सट्टामा मैले यहाँको डेक्सन कम्पनी म यसपालिना खान्छु त्यो। अब यसको भनेको अब फाइदा धेरै छ। हाम्रो शरीरले पत्ता होला, यो भनेको 12 किसिमको यसमा भिटामिन छ। यो मात्रै खायो भने हामीले 50 किलो फलफुल खाए बापत यसको तपाईँको हाम्रो फाइदा हुन्छ। यो खाने कि हामी 50 किलोको बाहिरको तिरकै हामी फलफुल खाने, अब तपाईँको विचार हो, तपाईँहरूको अब सोचको उपर हो। त्यही भएर हामीले डेक्सनमा बाहिरको चिजलाई हामीले हटाउने हो। डेक्सनको प्रडक्ट हामीले खायो भने हाम्रो जीवन चेन्ज हुन्छ, हाम्रो लाइफ चेन्ज हुन्छ, आउने हाम्रो जेनेरेसनको नै लाइफ चेन्ज हुन्छ। किनभने यो जेनेरेसन टु सिस्टम हो। आज हामीले जति काम गरेको त्यो हाम्रो छोराछोरीको लागि हो, त्यो उहाँहरूको हस्ता हुन्छ। अब बाहिर हामी जति महँगो जति के अरे राम्रो चिज खायो भने हामीलाई 1 रुपियाँ पनि आपस आउँदैन। त्यही भएर डेक्सन सिस्टममा बुझेर सिकेर हामीले अनुभव गरेर हामीले यो सिस्टम आउनु होला। यो सिस्टम तपाईँ जहाँ गए पनि वर्ल्डमा तपाईँ जहाँ गए पनि यो सिस्टम छ। आज कुवेतमा हुनुहुन्छ, नेपालमा गए पनि, नेपालमा भर्खरै हाम्रो अस्तिको दिन जुन 12 तारिकको फ्याक्ट्री ओपन भयो, के अरे मई 12 तारिकको, त्यहाँ अब 6-7वटा नयाँ प्रोडक्टहरू आउँदैछ, थाहा होला हजुरहरूलाई। त्यही भएर डेक्सन हामी यहाँ होइन जुनसुकै ठाउँबाट गर्न सकिन्छ, तर हामीले गर्न इच्छा हुनु पर्यो, हाम्रो सोच हुनु पर्यो। किनभने सोच किन बनायो भने हामी यहाँ लेबर हिसाबमा हामी कति दिन काम गर्ने लेबर। त्यही भएर हामी धेरै होइन, कम्तीमा डायमन्ड या डबल डायमन्डबाट बनेर गए पनि त्यहाँ पनि डबल डायमन्ड हो। आज यस्तो सिस्टम कहीँ पनि छैन। त्यही भएर हाम्रो सोच चेन्ज गर्नुहोस् अनि हाम्रो प्रडक्ट चेन्ज गऱ्यो भने हाम्रो सबै चिज हुँदो रहेछ। म यति भन्दै आजको म आफ्नो सेयरिङबाट म बिदा हुन चाहन्छु। नमस्ते, गुड मर्निङ सबैजनालाई।